हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। आज चाहिँ हामी लुम्बिनी स्कुल टुर जान लागेको छौँ। लुम्बिनी म तपाईँहरूले देखाउँछु अब हाम्रो बाटोतिरको सिन। मेरो सेकेन्ड ब्लग हो, सबैजनालाई माया देखाइदिनु होला। हेलो गाइस, दिनसम्म चाहिँ हामी भर्खरै हाम्रो रानीटारी साइके चोकमा आइपुग्यौँ। हामी चाहिँ घरबाट चाहिँ अलि 5-10 मिनट होइन 5-10 मिनट हिँड्नुपर्छ हाम्रो घरबाट। सरहरूले बोलेको टुरको बस चाहिँ अब यहीँ चोकमै आउँछ। फाइनली बस आउँदैछ हेर्ने, हाम्रो बस आउँदैछ कि उहाँ फाइनली गाडी आइपुग्यो। फाइनली गाडीभित्र आयो हामी। फाइनली दमौली बजार आइपुग्यौँ। दमौली एकछिन काम पर रोक्यो हाम्रो गाडी बालुन शाह। अहिले अब दमौली आइपुग्यौँ। त्यहाँबाट यो काठमाडौँ हुन्छ नि, यो बाटो गएर के भन्छ अरे, अनि कताबाट घुमेर जाने अरे, कताबाट घुमेर जाने सल्याउन हो मुगलिङ हुँदै जाने हुनु सले होइन। फाइनली हामी अहिले दमौलीबाट हिँड्न लाग्छौँ। बस मेरो क्लियर आएको राम्रो बस्छ चाहिँ हामी अब यहाँबाट अब एकछिनमै हिँड्छौँ। सँगसँगै कुरकुरे सुरकुरे किन्ने काम फेरि यति सुन कुरकुरे सुरकुरे किन्ने हो हामी चाहिँ एकछिन कुरकुरे सुरकुरे किन्ने यस्तो पसलसम्म जान लाग्यो। अब चाहिँ हामी एकछिनमा यहाँबाट हिँड्छौँ। अझै टल्सल जानलाई यसो ब्रेक एकछिन रोकेको। अब चाहिँ फेरि कन्टिन्यू हुन्छ। हामी अस्ति आइनु पऱ्यो भन्ने ठाउँ भने यहीँ हो। अस्ति गएर हामी त्यो गाडी लिएर आएको होइन, विङ्गर लिएर आएको आइनु पऱ्यो। हामी आधी वर्ष आउँदा आएको थियौँ कि आइनु पर्छ अलिकति धेरै टाढै हो कि बेलुकै हुन्छ होला। हामी यति समस्या आएको हामी आएको ठाउँमा लाग्यो नि, हामी लगभग 1 हप्ता अगाडि आएको थियौँ। हामी अब ब्रेकफास्टलाई चिया खाएर निक्ल्यौँ भयो। यहाँ चाहिँ हामी झरेको गाडीबाट पनि यो भ्यू चाहिँ दामी खाएको त खोलाको भ्यू। फाइनली हाम्रो चिया खाएर भइयो। अब चाहिँ हामी गाडीतर्फ लाग्यो। हाम्रो गाडी यहीँ छ। अब चाहिँ हामी यहाँ चढेर के देखाउनु तपाईँहरूलाई त्यही हो ल। हामी देखेको हामी सिधै गयो भने काठमाडौँ, दाहिने घुम्यो भने नारायणघाट। यहाँको भ्यू हेर्ने भ्यू कस्तो दामी छ। यहाँबाट सिजीबाट कता भ्यू त्यस्तो दामी छ कि भ्यू। क्यामेरा फोन नगरिकन पर्नु जस्तो लामो भन्छ भने नत्र यस्तो दामी छ भ्यू। अन्त फाइनली अब सिजी आउनुलाई बल्ल 9:13 भयो। कतिखेर दिउँसो कतिखेर पुग्ने भयो। नारायणघाट नारायणीको पुल हेर कति लामो, दमौली कति लामो। 430 मिटर छ। फाइनली सिजी आइपुग्यो। सिजीको भ्यू हेर्नु सिजी काम चलेको क्या छ त्यहाँ, मरमा चलेको क्या छ हजुर। दामी हो तर है यस्तो ठाउँमा त आउने भनेको लोकललाई पुऱ्याउनु गौतम बुद्धको मूर्ति।
र हामी अब फोटो खिच्दै हिँड्छौँ क्या एक्सप्लोर दरबारहरू के हो यहाँ छुनु पर्ने अझै छोरा ढोकाउनु पर्छ अरे के यस्तो पुरानो मूर्तिहरू यही बाइक होइन के हो भिडियो गर्नु पाइन्छ अन्त फाइनली फोटो खिचेर बाहिर आएको छौँ कस्तो दामी छ कि फाइनली हामी घुमेर गाडीमा आइपुग्यौँ खै कहाँनिरबाट खाना खाने हुनुभयो 11 बज्न लाग्यो खाना टाइम होला तर नेक्स्ट टाइम खाने खाजा खाने टाइममा देखाउँछु फाइनली हामी खाना खाने ठाउँमा आइपुग्यौँ भयो 12:30 एक निन्दा पुरा जाने क्या आज भात खाएर गम खाएर आएर सुत्ने क्या फाइनली खाना खाना हामी फेरि बसमा आयौँ अब 5-10 मिनट पछि फेरि हाम्रो ट्रिप कन्टिन्यू हुन्छ फाइनली आइपुग्यौँ हामी इन्डिया हामी इन्डिया र नेपालको बिच कहाँ जाने भिडियो बनाएको भिडियो डिलिट गर्नु पऱ्यो भिडियो बनाउनु पाउनु अरे अब यता चाहिँ आउँछ भने के अरे मजाले इन्डियाभित्र छ इन्डिया र नेपालको ठ्याक बिचको भाग यो चिन्ह चाहिँ इन्डिया र भारत उतापट्टि इन्डिया यतापट्टि नेपाल फाइनली हाम्रो बोर्डर घुमेर फेरि हामी गाडीतिर लाग्यो फाइनली हामी गाडीमा चढिसकेछौँ पार्कतिर जाने नि हामी चाहिँ बोर्डरबाट अब हिँडिसकेको छौँ गाडीमा देखाएको छौँ सर यो चाहिँ तिरमिरी होइन तिरमिरी होइन चेजादी भन्ने ठाउँ फलफुल किन्नुपर्छ क्या भोक लाग्यो फेरि मिल्छ नि हामी नेपाल र इन्डियाको साइडको यताबाट तिरमिरे भन्ने ठाउँमा आएछौँ तिरमिरे के यो चाहिँ बजार होइन मिनिमर तिरमिरे बजार सातवटा समुद्रको पानी राखेर भरेको गाग्री छ गाग्री चाहिँ अब चाहिँ 13 पत्र छ भन्छ भने सानो एउटा त्यो एक प्यारको घरभन्दा अग्लो छ अग्लो सातवटा समुद्र छ नि त हजुर सातवटा समुद्रको पानी हालेर भरेको सातवटा समुद्रको होइन पानी भरेको गाग्री हेर सबै नजाऊ न
तिरुमिरी भन्ने ठाउँ अरे फेरि गजरे मस मन्दिरको नाम होइन त्यही भाइ गजरे मस है गजरे मस के मिठाई किन्नुपर्छ क्या त्यो गोलीहरू गुड किन्नुपर्छ क्या कि नेपालको झन्डा हो सिमर थियो नि त्यो के अरे कहाँ थियो नि त्यो इमोटको नाम के हो ए अरा आयो त्यही गरिदिनु न फाइनली हामी गाडी होइन अब यहाँबाट हिँड्यो अब हामी डाइरेक्ट अब लुम्बिनी गएर भेट्छौँ अब लुम्बिनी जानलाई पुग्न 3 घन्टा लाग्छ लुम्बिनी 3 घन्टा मिलेर 3 घन्टा बल्ल पुगिन्छ 7 बजी निकालम लालमा एउटा गीत गाउँछु फेरि लालमा लुम्बिनीको गेट आयो सबैले रमाइलो गर्न माया नबने अर्कैको नासो हो माया नबने कटके मन खान्छ छोडी नभने अर्कैको नासो हो माया नबने कटके मन खान्छ छोडी नभने फाइनली लुम्बिनीको गेटसम्म आइपुग्यो हामी लुम्बिनी होइन लुम्बिनीको गेट निर आइपुग्यो अब त्यहाँबाट डाइरेक्ट होटेल है अब चाहिँ होटेलमा गएर सबै रमाइलो गरेको देखाउँछ अब चाहिँ हामी सबैजना घर खर भयो भने टाउको देखिन्छ मेरो हात खर भयो फाइनली हामी होटेलमा आइपुग्यो यहाँ हाम्रो होटेल हो मन पऱ्यो भने बनाउनु त पऱ्यो हेर एउटा खतरा आउँछ अलि हात त बानी पऱ्यो नि कि यो अलि न उस हुन्छ के डेब्रेल बनाऊ यसरी फर्किन्छ यसरी हुन्छ के अब बानी बनाउनुलाई नि भर्खर भयो चियरी माथि डेब्रेल गरेर फाइनल चाहिँ हामी भर्खरै त्यो के अरे होटेल आइपुग्यो अब चाहिँ खाना नास्ता है खाना नास्ता के हुन्छ फाइनली हामी चाहिँ रुममा आइपुग्यौँ यो चाहिँ हाम्रो रुम होइन हाम्रो भाइ हामी 4 जनाको रुम भयो नि सर अब सरहरू ल्याउँदैन 4 जनाको रुम भयो टाउको चाहिँ लात खराब भयो गाडी पार गऱ्यो ल्याउने बेलुका ल्याउने छोडिदियो कि त्यति बस्यो के दिने र मोबाइल चार्ज गर्ने कहाँ भयो मोबाइल चार्ज नि माथि छ ए मछेट जाने निकल अझै मोबाइल चार्जर चाहिँ गाइज मोबाइलमा चार्जै छैन 1% पनि छैन पर्सट सब निकाल्यो यहाँ चार्जर पनि लिएर आएको चार्जर नभएर हिँड्नु गाइज भिडियो बनाउनु थाल्छ धेरै गाह्रो गाइज चाहिँ म के भोलि बिहान देखाउँछु न त अलिक खाना खानेपट्टि देखाउँछु तपाईँहरूलाई अहिले चाहिँ हाम्रो कोठा हेऱ्यौँ त्यही छ हाम्रो भाइ हो 3 जना कोठा रुम के अरे होटेलको नाम खोइ जे हो के जति हो त्यो चाहिँ हाम्रो कोठा हो अब सानै रहेछ ठिकै हो राम्रो रहेछ नि फ्यान नेट चलाएको त यहाँ अहिलेको लागि चाहिँ बाई बाई गाइज म खाना खानु देखाउँछु तपाईँलाई